नेपाल भाषा परिषद कवि केशरी चित्तद हृदय सचिवचिन खुदया बुदिया चोले भाषा थुवा उपाधि लिसे थिथि सिरपा लल्हागुदु उपाधि लिसे थिथि सिरपा लल्हागु ज्याजो नेपाल भाषा परिषद नेपाल प्रज्ञा प्रतिष्ठान लिसेय सहकार्य यागुख सिरपा लल्हागु ज्याजो शुक्रबार प्रज्ञा प्रतिष्ठानीय जुगु खसा ज्याजोया उलेजा प्रज्ञा प्रतिष्ठानीय कुलपति गंगा प्रसाद उप्रेती यानदीगु ख प्रज्ञा प्रतिष्ठानीय मातृभाषा साहित्य विभागीय प्रमुख लक्ष्मी मालिया सभापति तेजुगु च्याछोले भाषा थुवाय उपाधि कवि नवीन चित्रकार्य त लल्हागु ख अथे चित्तदर शिरपा कवि डाक्टर आनन्द जोशी यात मोती लक्ष्मी शिरपा बाख चोमी सरस्वती तुलाधर यात लल्हागु ख अथे ज्याजुले केशवलाल शिरपा आख्यानकार केदार सितु यात ठाकुरलाल शिरपा नियात्राकार विमल प्रभा वज्राचार्य यात व पूर्णहीरा शिरपा समालोचक कुन्दन प्रसाद श्रेष्ठ यात लल्हागु ख ज्याजुले प्रज्ञा प्रतिष्ठानीय कुलपति गंगा प्रसाद उप्रेती मातृभाषा साहित्य विभागीय प्रमुख लक्ष्मी माली सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्याय नेपाल भाषा परिषदीय सचिव पुष्परत्न तुलाधर लगायत नवानदीको ख नेपाल प्रज्ञा प्रतिष्ठानको तर्फबाट आयोजक नेपाल भाषा परिषदको तर्फबाट र समग्र यहाँ उपस्थित महानुभावको तर्फबाट र प्राकृतिक जगतको तर्फबाट कवि केशरी चित्तदर हृदयप्रति ससम्मान हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। हामीले नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका विभिन्न भाषा नेपाली लगायत विभिन्न भाषाको प्रवर्धनका निमित्त उल्लेखनीय योगदान विशिष्ट स्रष्टाहरूको जन्म जयन्तीको अवसर पारेर पालो उहाँलाई सम्मान गर्ने र उहाँहरू मार्फत त्यो भाषा र त्यस भाषामा लेखिएको साहित्यको स्थितिको बारेमा चर्चा परिचर्चा गर्ने गरेका छन्। त्यसै सन्दर्भमा आज कवि केशरी चित्तदर हृदयलाई आधार बनाएर नेपाल भाषाको बारेमा उहाँले पुर्याएको योगदानको बारेमा हामीले चर्चा परिचर्चा गऱ्यौँ। उहाँले भाषा संस्कृतिको प्रवर्धनमा गरेको यो काम छ, त्यो कामप्रतिको चाहिँ सम्मान हो र यो सम्मानले अरू जिम्मेदारी यहाँलाई थपिदिएको छ र त्यो जिम्मेदारी वहन गर्नका निमित्त यहाँलाई अरू प्रेरणा मिल्नेछ भन्ने म ठान्दछु। ज्याजोले समालोचक पूर्ण ताम्राका र कवि केशरी चित्तदर हृदय व नेपाल भाषा साहित्य विषयतकया मुख नेबया दिएको खसा कवि श्रीराम श्रेष्ठ कवि केशरी चित्तदर हृदय कृति वाचन याना दिएको ख शेरा शेरा नातलो मुसा जेक छिंद है चुचुला अक्कर गाले यंका बुज्जर बोतल माथा मुला ओटरन माथा मुला किंतु पिया चुप्पा भटिने वो नूने भैरो अमी पतीजा किंतु पिया चुप्पा भटिने वो नूने भैरो अमी पतीजा कपी पुस्तक देमासा कपी हिका गेलुना कपी हिका गेलुना लव कया चलो अंसन हिनी लव कया चलो अंसन हिनी छिमी को समिया मुगंत स्वथना खाला काप पागो मिजा अन्धे याना चिंता जो आपने को चिंसों नेपाली भाषा में भी याव की मौजूद चेले भाषा नेपाली भाषा जो सबै भाषा अरू जान चेया अपोजिया व्यक्तिया कतै radio जुन संस्करण भाग सेकेन्ड ब्लक काटो अननिपा त्यसपछि चित्तहरूले आफ्नो घरमा गएर
आफ्नो बहिनी मोतीले भनेछ आजदेखि मैले यो नेपालीमा चाहिँ नेपाली भाषा पद्य भाषा भनिन्छ आजदेखि मैले यो पद्य भाषाबाट म लेख्दिनँ तिमीले पनि नलेख्नु होला लेख्दै पऱ्यो भने आफ्नै मातृभाषा नेपाली भाषाबाट लेख्छु मैले आफ्नो मातृभाषाबाट लेख्न किन छोडेँ मनै परे पनि यो भाषाबाट लेख्न चाहिँ म छोड्दिनँ भनेर आफ्नो बहिनी मोतीले भनेको रहेछ ज्याचोले कवि केशरी चित्त हृदय छेजपाके नाजाब उद्योगपति लिसे नेपाल मण्डल टेलिभिजन या सञ्चालक समिति या दुज पदम ज्योति लिसे थिथि व्यक्तित्व पिनेगु उपस्थिति दुगुख